काठमाडौँबाट विभागीय टिमका सहित अरू क्लब पनि आउँछ भने गण्डकी प्रदेशभित्र पनि त्यस्तो क्लब बनोस्, गलकोट बनोस्, हेल नेपाल बनोस्। अरू पहिला एकचोटि रारा स्पोर्ट्स भनेर आएको थियो नि, कर्णालीबाट म नेपाली भलिबलमै उथल पुथल गरेर ब्राजिलको चाहिँ के अरे इभान जान्छ के ल्याउँछु भन्ने पनि आएको थियो मान्छेहरू। खै तिनीहरू कहाँ गएछ? एक सिजन आएर एउटा टिम खेलाएर त भएन नि। यही टुर्नामेन्टबाट अब चाहिँ यो चाहिँ तपाईँको चाहिँ टिमको क्वालिफाइड भएर लिग चाहिँ तपाईँको चाहिँ क्वालिटी टिमको हिसाबले गर्दा त्यो ठुलो हुन्छ, तर बृहत र भ्युअर्सको हिसाबले ठुलो हुन्छ भन्नु खोजेँ हामीले त्यो। तर मैले एउटा यहाँ जानकारी दिएँ, सुन्नुहोस्। क्लबको चाहिँ स्ट्यान्डर्ड सेम हुन पर्यो भने एडिक्सन लिग हुन्छ, 14 एडिक्सन क्लब हुन्छ। त्यही त त्यो भएन। तर तपाईँहरूले गर्नुभयो त्यो। तर तपाईँहरूले यो कुरालाई बुझ्नु पर्यो कि नेपालको भलिबलमा नेपाल भलिबलसँग प्राइजलाई पनि इक्वल बेसिसमा, जेन्डरलाई पनि विशेष इक्वल बेसिसमा। सुन्नुहोस्, उनीहरूले त 40 लाख 80 लाख पनि दिएको छ विनरलाई। तपाईँहरूले 5 लाख तपाईँहरूले देखिराख्नु भएको छ क्रिकेट फुटबलको लिग भएन भनेर कति खेलाडी छन्। यसलाई चाहिँ हामीले पनि हेरेर त्यसलाई सेलेक्सन गरेर ल्याउँ भन्ने खालको एउटा सोच यो पनि हो यसको त्यो। गर्नुपर्नेमा आयोजना गर्नु सकेनौँ। आयोजना गर्न नसक्नुको कारण भनेको तपाईँहरूले देखिराख्नु भएको छ कि यो 10th गेम हुन्छ भन्दाखेरि टाइम किल हो। अनि भलिबलसँगको आन्तरिक कार्यक्रम पनि खलबल्यो। त्यसको चाहिँ यो स्पोर्ट्सको जुन क्यालेन्डर छ विभिन्न सङ्घहरूको त्यो खलबिया हुनाले अब यो क्वालिफिकेसन सिस्टममा यो चाहिँ NBA क्लब च्याम्पियनसिप भनेको लिगभन्दा पनि ठुलो प्रतियोगिता हो। किनभन्दाखेरिमा यो प्रतियोगितामा देशको कुनै पनि क्लबले, जिल्लाले, प्रदेशले भाग लिन सक्ने र केन्द्रको कार्यक्रममा जोडिनुको लागि पनि यो प्रतियोगिता गर्न अपरिहार्य भएर भएको हुनाले र नेपाल भलिबल सङ्घले जब महासचिव भएको 2069 सालमा आज क्लबको अवधारणा, लिगको अवधारणा जुन सृजना भएको छ त्यहीबाट स्टार्ट भएको हुनाले यो टुर्नामेन्टलाई कन्टिन्यू गर्नुपर्छ भन्ने हिसाबले गर्दाखेरि यस्तो विषम परिस्थितिमा पनि हामीले चाहिँ एउटा ब्रोडकास्ट पार्टनर नेसनली इन्टरनेसनली भलिबललाई चाहिँ एक्सपोजर गर्नुको लागि, भलिबलको मार्केटिङको लागि नेसनल टिममा पनि देखाउने, OTTमा पनि देखाउने, इन्टरनेसनली यसलाई चाहिँ चिपिङ गर्नुपर्छ भन्ने हिसाबले गर्दाखेरि हामी चाहिँ के हदसम्म सक्सेसफुल पनि भयो र उहाँहरूको सहयोगमा चाहिँ हामी चाहिँ यो प्रतियोगिता आयोजना पनि गर्ने भएका छौँ। हामीलाई थाहा छ, वी आर भेरी थ्याङ्कफुल टु अल द डोनर्स जो चाहिँ अहिले भर्खरै महासचिवजीले नेपालमा बसेका दाजुभाइ दिदीबहिनीहरू, अमेरिकामा बसेका दाजुभाइ दिदीबहिनीहरू, उहाँहरूले चाहिँ 20,000 50,000को पनि सहयोग गरिराख्नु भएको छ। तर यस प्रतियोगिताको जब हामी ठुल्ठुलो धनराशिको क्यास पुरस्कार राख्छौँ त्यो सबै सम्भव छैन। अबको नेपालको भलिबल भनेको तपाईँले देखिराख्नु भएको छ, अल अफ यु आर इन द क्रिकेट मोड। किनभने हिजो मात्रै टुर्नामेन्ट सिद्धियो, त्यो चाहिँ तपाईँहरूको लस्टर देखिराख्नु भएको छ। र मैले हिजो एकजना विदेशी साथीलाई के भन्यो भनेदेखिमा क्रिकेटको NPL सिद्धियो, अब भलिबलको लस्टर स्टार्ट भयो। किनभने नेपाल भलिबल लिग हुँदैछ, फ्रेन्चाइजी लिग हुँदैछ, अनि प्राइम मिनिस्टर्स लिग हुँदैछ, साउथ एसियन गेम हुँदैछ, कावा नेसन्स लिग हुँदैछ, थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता भएको हुनाले अबको चाहिँ बाँकी टाइममा विल गिभ यु इन्टरटेनमेन्ट थ्रु भलिबल, त्यही उसको लक्ष्य। र 5 गतेभित्र टिम आए पनि तपाईँलाई म के भन्छु भने पुरुषतिर एटलिस्ट 12 टिम्स र वुमेन्सतिर 8वटा टिम त मिनिमम सहभागी नै भइहाल्छन्। किनभने अलरेडी देयर आर 8 and 16 टिम्स भनेदेखि यो क्वालिफिकेसन गेममा स्वस्फूर्त रूपमा जोसँग पैसा छ, जोसँग लगानी छ र प्रदेशको लागि पनि यो टेस्ट हो। प्रदेशमा अध्यक्ष महासचिव के को लागि भएका छन्? आफ्नो टिम तयार गर्न नसक्ने, लगानी गर्न नसक्ने र केन्द्रले देला र सङ्घीय सरकारले देला भनेर हेरेर बस्ने भन्दाखेरिमा त्यस्तो चाहिँ जिल्ला र प्रदेशको पनि काम छैन। तपाईँहरू टिम रेडी गर्नुहोस् भनेर हामीले भनेको छौँ। इन्ट्रान्स फिस सबैले 15,000 रुपियाँ हो। तर कुनै प्रदेश हेर्नुहोस्, वी हेभ टु गो इन अन्डरस्ट्यान्डिङ। हामीले यो कुरा बुझ्नुपर्छ। कुनै जिल्ला प्रदेशले टिम लिएर आउँछ, हामीलाई इन्ट्रान्स फी तिर्न सक्दैन, हामीलाई साह्रै गाह्रो पऱ्यो भनेदेखि विल कन्सिडर द्याट। जिल्लाको टिम भनेको त्यो चाहिँ प्रदेशको टिम कम्पोज भएर आउँछ, त्यस्तो टिम आउँछ। त्यो त उहाँहरूले गर्ने कुरा हो। र मलाई के लाग्छ भनेदेखि विगतमा तपाईँहरूले देखिराख्नु भएको छ टिम सबै स्ट्यान्डर्ड टिमहरू हुन्छ। NBA क्लब च्याम्पियनसिप खेल्न जाने भनिसके पछाडि प्रदेशको टिमदेखि लिएर यहाँको क्लबहरू स्तरीय टिममै हुन्छ, विदेशी खेलाडी आउँछन् होइन। यहाँ हिजो पनि अब 2-4वटा क्लबले मलाई चाहिँ अब के नै भए पनि इन्डिया पाकिस्तानको स्ट्यान्डर्ड खेलाडीले चाहिँ ल्याउनै पर्ला भन्ने खालको कुरा चाहिँ इन्फर्मली भएको पनि छ। अब तपाईँहरू देखिहाल्नुहुन्छ। त्यही हो, पुरानो निर्णय हो, एउटा टिममा 3 जना विदेशी खेलाडी खेल्न पाउँछ। तर त्यसको सबै विदेशी खेलाडीहरूको प्रक्रियाहरू, पद्धतिहरू चाहिँ पार्टिसिपेटिङ क्लब र टिमले नै गर्नुपर्छ। जस्तै हो तपाईँहरूले चाहिँ प्रदेश क्लब र जिल्ला भन्नुभएको छ नि। हजुर, प्रदेशबाट पनि टिम आउन सक्ने, जिल्लाबाट पनि आउन सक्ने भनेको त्यो जिल्लाले पनि प्रदेशसँग सहकारी गरेर आऊ भनेर भनेको त्यो त्यहाँ मिलाएर तपाईँहरूको भाषामा चाहिँ प्रदेशबाट पनि टिम आउन मिल्यो, जिल्लाभित्रबाट पनि टिम आउन मिल्यो होइन त। त्यो चाहिँ तपाईँको अलिकति लेख्नमा प्रब्लम पर्यो होला। हामीले सोध्न खोज्दा क्लियर हुनु जस्तै तपाईँले यसलाई लिग भन्दा नि ठुलो टुर्नामेन्ट भन्नुभयो, समन्वय त गरेर आउन सक्छ नि। तपाईँले लिग भन्दा ठुलो चाहिँ भलिबल च्याम्पियनसिप भन्नुभयो होइन। पहिला चाहिँ त्यो लिग भनेको केवल टिम सहभागीको हिसाबले भन्दैछु मैले। 1 नम्बरको च्याम्पियनसिप अब यो चाहिँ च्याम्पियनसिप सबभन्दा ठुलो हो कि लिग सबभन्दा ठुलो हो भन्ने एउटा प्रश्न भयो।
अर्को चाहिँ तपाईँहरू जिल्ला प्रदेशबाट भनेर यसरी गर्दाखेरि अब लेख्न त गल्ती भयो होला, तर बुझ्ने मान्छेले लेखेको कुरो बुझ्यो भने चाहिँ संरचनाको रूपमा एकरूपता त भएन नि त। भलिबल सङ्घले गरेको च्याम्पियनसिपमा एउटा जिल्लाबाट पनि क्लब आउन सक्ने भयो, प्रदेशबाट पनि आउन सक्ने भयो भन्दा प्रदेशभित्रबाट आएको सिङ्गे क्लब र जिल्लाभित्रबाट आएको सिङ्गे क्लबको एकरूपता त भएन नि त। यस्तो छ केही जिल्लाहरूमा त भएन होइन, मेरो प्रश्न सकिहाल्छ। त्यो त तपाईँहरूले यति ठुलो च्याम्पियनसिप गर्नुभएको छ, देशभरिबाट 15-20वटा टिम हुँदाखेरि तपाईँको चाहिँ त्यो लिग ठुलो छ, तर यो लिगमा सबै राष्ट्रियको सबै सहभागी टिमहरू लिगको सहभागी टिम पनि खेल्ने भएको हुनाले यसको एरिया अझै बढी छ भन्नु खोजेको मैले। त्यो सहभागिता हिसाबले त यो त धेरै वृहत भयो नि त। अनि यसको अहिले हामीले चाहिँ नम्बर अफ टुर्नामेन्ट डेज पनि 10 दिन राखेको छौँ, 9-10 दिन राखेको छौँ, जबकि पहिला चाहिँ हाम्रो लिगको टुर्नामेन्टको डेज नै 8 दिन थियो। हेर्नुहोस् हामीले यसलाई चाहिँ तर तपाईँको सुझाव सल्लाहलाई जुन कुराले तपाईँले गरिराख्नु भएको छ, जस्तो कुनैको स्कुल टिमको लिएर म यहाँ सहभागी हुनु पाउँछु भने पाउँछु होइन। जिल्लाको कुनै टिम होइन, प्रदेशको रेफरेन्समा राम्रो क्लबको टिम छ खेलेर, जस्तो गलकोट क्लब छ, तपाईँहरूलाई मैले भन्नु खोजेँ गलकोट क्लब धेरै राम्रो क्लब छ, त्यहाँ म गण्डकी प्रदेश पनि छ, खेलाडी पनि थुप्रै छन् होइन, छन् त अरू ठाउँ पनि होला हामीले देखिरहेको। तर त्यहाँबाट गण्डकी प्रदेशको पनि टिम आउँछ, गलकोटको पनि टिम आउँछ भन्दाखेरि गलकोट क्लबलाई हामी तिमी खेल्न नआउँछ भन्दैन, किनभने दे हेभ भेरी पोटेन्सियल प्लेयर्स डोमेस्टिक हिसाबले, र गण्डकी प्रदेशमा धेरै प्लेयर्सहरू पनि छ।